आज हामीसँग पछिल्लो समय राजनीतिक घटनाक्रमसँग नजिक रहेर र विशेष गरी सरकारलाई खबरदारी र जनताको लागि आवाज बन्दै आइराख्नु भएको खरो वक्ता हुनुहुन्छ माधव प्रसाद प्राजुली। नमस्कार, स्वागत छ। नमस्कार, धन्यवाद। अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले जसरी एउटा अभियान चलाएको छ, यो एक हिसाबले राजसपाको लागि दसैँ चलिरहेको छ, तर यो दसैँले परिणाम साँच्चीकै दसैँमा दिएको आशीर्वाद जस्तै ल्याउन सक्ने सम्भावना देख्नुहुन्छ? सबैभन्दा पहिला कुरो त एउटा पार्टी जो गठन हुन्छ छोटो समयमा ठुलो फड्को मार्न सक्छ। त्यसको परिणाम चाहिँ आम वर्षौँदेखि चाहिँ देश बर्बाद हुँदै गर्दाखेरि पनि आफ्नो वर्चस्व कायम गरेर बस्दै गरेका काङ्ग्रेस एमाले माओवादी भित्रको त्यो जुन चङ्गुल छ त्यसलाई चाहिँ ठुलो दशा आए जस्तो महसुस भयो। त्यसको अलावा कसरी हुन्छ त्यो छोटो समयमा जन्मिएको राजसपालाई सिद्ध्याएर त्यसको चाहिँ अस्तित्व मेटाउन सकियो भने सफल हुन्छ भन्दै गर्दाखेरि त्यसलाई अझ बलियो र सशक्त बनाउनको लागि सक्रिय भूमिका निर्वाह गर्न सफल भएर जो रवि लामिछाने जुन आफ्नो एउटा भूमिका निर्वाह गर्नुभयो त्यसको परिणाम चाहिँ राजसपाले ल्याएको उपलब्धि हो। जहाँ रवि लामिछानेले 21 सिट ल्याउन सफल हुनुभयो भने रवि लामिछानेका 21 जना सभासदहरूले 20 जनाको चाहिँ नेतृत्वमा गएर जुन काम गर्न सफल भएका छन् र देशैभरिबाट एउटा माहौल यस्तो आएको छ कि राजसपा बेगर अबको भविष्य छैन। भनेपछि राजसपालाई ढिलो चाँडो यो देश एकचोटि राजसपामय भयो। राजसपाले यो देशमा चाहिँ शासन सत्ता हातमा लिन्छ भन्ने कुराको चाहिँ ज्वलन्त उदाहरण देखिसकेपछि विभिन्न बहाना, विभिन्न एजेन्डा र विभिन्न चाहिँ क्रिया प्रतिक्रियालाई चाहिँ गलत साबित गराउनको लागि हरेक एङ्गलबाट चाहिँ अहिलेका सत्ताधारी दलका नेता कार्यकर्ताहरू खुलेर प्रतिकारमा शुद्ध पनि उत्रिन पछि परेका छैन। अहिले राजसपा जुन एउटा चङ्गुलमा बाँधिएको देखिन्छ, तपाईँहरू भन्नुहुन्छ राजसपामय हुने सम्भावना छ भन्दै पनि हुनुहुन्छ। साँच्चीकै सडक र सदनमा कराएको र सामाजिक सञ्जालमा एउटा हुल दङ्गा, एउटा बाढी ल्याउँदैमा राजसपामय बन्ने सम्भावना छ त? एउटा तपाईँले अहिले मिडियालाई मात्रै नदेख्नुहोस्, सामाजिक सञ्जाललाई मात्रै पनि नहेर्नुहोस्, समग्र देशभरि आम नागरिकहरूलाई गएर सामाजिक एउटा सामान्य चिया पसलमा गएर सामाजिक प्रस्ताव राख्दा, सामाजिक कुरा राख्दा र सबै एजेन्डाहरूलाई चाहिँ खोज्दाखेरि तपाईँले के पाउनुहुन्छ त भन्दा अबको भविष्य र नागरिकको भविष्यका लागि जुझ्न सक्ने र बोल्न सक्ने, केही गर्न सक्छु भनेर चाहिँ अघि बढेको पार्टी भनेको राजसपा देखिएको छ। त्यसकै उपज हो त रवि लामिछाने 72 घण्टामा छुट्छ। 3 दलका शीर्ष नेताहरू एकै ठाउँ भेट भइसकेपछि माओवादीको भित्री चलखेलबाटै राजसपा छुटाउने, राजसपाका सभापति छुटाउने तयारी भएको भन्ने जुन व्यापक चर्चा छ नि, त्यसकै उपज हो। एउटा कुरो चाहिँ के छ अहिले भने अब अस्ति जुन प्रचण्डले काङ्ग्रेस सभापतिलाई भेट्दा, राजसपाका चाहिँ नेतालाई भेट्दा र राजसपाका नेताले काङ्ग्रेसका नेतालाई भेट्दाखेरिको अवस्था रातारात चेन्ज भएर एउटा छानबिन समिति बन्नेसम्मको चाहिँ एजेन्डा तयार भयो नि। अब सरकार ढल्छ, अब हामी सकिन्छौँ भन्ने डर त्रासका साथ अहिलेको यो भिजिट भिसा प्रकरणको छानबिन समिति बन्नेसम्मको प्रक्रिया त अगाडि बढ्यो नि त। हिजो एउटा काम गर्नु हुँदैन थियो, बाध्यताकारी अवस्था आए पनि माओवादी फर्किएर सरकारलाई चाहिँ समर्थन गर्न जानु हुँदैन थियो, गएर गल्ती गर्यो। अब रह्यो अहिले पनि यो जुन भिजिट भिसा प्रकरणको चाहिँ छानबिन समिति गठन भइसकेपछि अब चाहिँ कतिले विरोध गरेका छन्, कतिले सपोर्ट गरेका छन्। मलाई लाग्छ यो त्यति चित्त बुझ्दो छानबिन समिति चाहिँ होइन, तर पनि एउटा प्रक्रिया सुरु भयो। प्रक्रियाको विरोध होला, समर्थन होला, त्यसका चाहिँ के राम्रा के नराम्रा खोजबिन होलान्, तर
अहिलेसम्म भएका छानबिन समितिहरू मध्येमा अति जटिल र चाहिँ नि अति संवेदनशील छानबिन समिति गठन हुनु पर्थ्यो। त्यहाँ चाहिँ त्यस्तो भएन। जहाँ यसमा चाहिँ पूर्व न्यायाधीश लिन सकिन्थ्यो, पूर्व सभामुख लिन सकिन्थ्यो, पूर्व चाहिँ उच्च ओहदाका चाहिँ पदाधिकारीहरू लिन सकिन्थ्यो, जो कर्मचारीबाटै चाहिँ छानबिन समिति गठन गरियो। त्यो त्यति सान्दर्भिक चाहिँ यो भिजिट भिसा पनि सर रोके मैले यो भिजिट भिसा प्रकरणमा जसरी रासपाले उठाएको छ त्यो जनताको सवालमा राम्रो छ, तर रासपालाई यति बेला निल्नु र उकाल्नु परेको भिजिट भिसा प्रकरण पनि त हो नि। अरूलाई औँला देखाउँदै गर्दा आफूमाथि पनि त त्यो आरोप लाग्ने गरेको छ। एउटा कुरो चाहिँ म के भन्छु भने रासपाले गल्ती गर्यो, रासपालाई न्याय दिनुपर्छ, छोडिदिनुपर्छ, अरूलाई चाहिँ गल्ती गर्यो कारबाही गरिहाल्नुपर्छ भन्ने मेरो माग हुँदैन। मेरो माग जहिले पनि यो राज्यमा सरकारले गलत गर्छ खबरदार हुन्छ, नेताले गलत गर्छ त्यहाँ पनि खबरदार हुन्छ, पार्टीले गलत हुन्छ त्यहाँ पनि खबरदार हुन्छ, र यो समाजमा न्यायोचित निर्णयका लागि सम्मान हुन्छ। जहाँ चाहिँ गैर जिम्मेवार ढङ्गले चाहिँ नि गैर निर्णयहरू चाहिँ गलत हुन्छन् त्यसमा चाहिँ खबरदार हुन्छ। अब तपाईँहरूको एउटा परिचय, तपाईँहरूको छवि जुन समाजमा देखिन्छ, तपाईँहरू एकपक्ष ढङ्गबाट आवाज दिनुहुन्छ कि अर्थात् त्यो माहौल त्यो भिडको आधारमा चाहिँ तपाईँहरूले आवाज दिनुहुन्छ? मैले तपाईँहरूको मिडिया मार्फत सम्पूर्ण यो मिडिया हेर्ने सम्पूर्ण नागरिकलाई या त विश्वबाट हेर्ने सबै मानव जातिलाई चाहिँ म के भन्न चाहन्छु भने मैले बोल्दाखेरि निस्वार्थ निष्पक्ष भएर कुनै दलगत स्वार्थ नलिकन नितान्त स्वतन्त्र भएर बोल्छु। तर तपाईँलाई त रविको वकिल पनि भनेर चिन्छन्, अर्थात् रविको पक्षमा रासपाको पक्षमा वकालत गर्ने व्यक्तित्व भनेर चिन्छन्। यस्तो रवि लामिछाने जुन फिल्डबाट पत्रकारिता गर्दै राजनीतिक जीवनमा आउने बेलासम्म रवि लामिछानेले गरेका क्रियाकलाप पहिला हेर्न सिक्नुपर्छ। अनि दोस्रो चाहिँ के भने रवि लामिछानेलाई जुन केस लगाइयो, जुन विषयमा चाहिँ आवाज उठाइयो, संसदीय छानबिन समिति जहाँ बनेको थियो त्यो रविको विरुद्धमा बनेको थियो। संसदीय छानबिन समितिको 80-85 जनाभित्र रवि लामिछाने दोषी छैनन्, नम्बर 1। नम्बर 2 चाहिँ 80-85 जनाको नाम सार्वजनिक गर्दा 40वटा सहकारीको नाम सार्वजनिक गर्दा रवि लामिछाने त्यहाँ देखिँदैनन्। तैपनि त्यो ठाउँमा रवि लामिछानेको विरुद्ध फेरि पनि मुद्दा चल्छ हैन, रवि लामिछानेको विरुद्ध फेरि पनि मुद्दा चल्छ भने हामीले चाहिँ के बुझ्नुपर्छ त भन्दा रवि लामिछाने अन्यायमा परे भनेर बुझ्नुपर्छ। अहिलेको हिसाबमा रवि लामिछाने अन्यायमा परेको मैले त्यही कुरा चाहिँ यत्रो बेर तपाईँलाई क्लियर गर्न चाहेँ। कुरो किन भन्दा सहकारी सिद्धान्तले दिएका कुरा त परिपालन गर्नुपर्छ नि, होइन र? सहकारीको सञ्चालक छैनन्, सहकारीका ऋणी होइनन्, सहकारीका व्यवस्थापक होइनन्, कर्मचारी छैनन्, त्यहाँ चाहिँ शेयर सदस्य पनि छैनन् भन्ने संसदीय छानबिन समितिका सभापति, सहकारीको मुद्दा लगाएर थुन्न पठाउने अहिलेको गृह प्रशासन, अहिलेको सरकार, त्यहाँ चाहिँ नितान्त दुईटै कुरा बाजिएको छ। सूर्य थापा नेतृत्वको छानबिन समितिले यो कारणले यो सहकारीमा ठग हुन् भनिया भए दोषी करार गर्न मिल्थ्यो होला, तर होइन किन भनियो त? होइन भनेपछि दोषी किन बनाउनु खोजियो? त्यस कारणले रविको पक्षमा बोलेको हो, रवि गलत छन् भनेर, होइन कि रवि अन्यायमा परे भनेर। अब हिजोको छानबिन समितिले पनि रविलाई दोषी देखाएन, अहिलेको प्रमाण पुरा आउँदा पनि रविलाई दोषी देखाउन सकेको छैन। यदि त्यसो हो भने छुट्छन् कहिले रवि लामिछाने? एउटा कुरो चाहिँ के हो भने अब ढुक्क के हुनुहोस् भन्दाखेरि कि त सरकार बदलिनु पर्यो कि सरकारसँग रवि पक्षधरहरूले हातेमालो गर्नु पर्यो, झुक्नु पर्यो। अन्यथा छोड्ने भए रवि लामिछानेलाई कारबाही गर्नुपर्ने र थुनामा राख्नुपर्ने आधार देखिँदैन। किन राख्यो भन्ने कुरा हो। अब मिसनमा धेरै कुरा नभनिकन सठिकमा भन्ने हो भने प्रतिशोध ढुक्कसँग काङ्ग्रेस एमालेकै सांसद नेताले बोलेका छन्,
प्रतिशोधको राजनीति हो। प्रतिशोधको राजनीति कहिलेसम्म टिक्न सक्छ तहिलेसम्म बस्छ। तपाईँले उठाउनु भएको एउटा गहन विषय, यदि कि सरकार ढल्नु पर्यो कि रासपाले रवि छुटाउनको लागि अहिलेको सरकारसँग हातेमालो र सहकार्य गर्नु पर्यो, यदि त्यसो हो भने राजसपाको जुन मिसन 84 को दौरान सपना जुन अहिलेको हस्ताक्षर अभियान यो सबै त फेरि पानीमा मिल्छन् होला। मैले भन्दा त के भन्छु भने नि रवि 84 सम्मै थुनिराख, कहिलेसम्म सक्छौ थुनिराख, तर मिसन 84 को लागि तिमीहरू तयार हो। सम्पूर्ण स्वतन्त्र नागरिक बनाउनको लागि रासपा स्वतन्त्र भएर लागिरहोस् कि सबैलाई समेत। तपाईँले भन्नुभयो रविलाई 84 सम्म थुन र 84 को तयारी गर, यदि त्यसो हो भने त र अहिलेको पार्टीको विकल्पमा रासपा उठेन भने त पुरानै व्यक्तिलाई भोट हाल्ने होला फेरि हामीले आम सर्वसाधारण जनता। मैले भने त रवि एउटा थुन्दैमा चाहिँ नि तिमीहरूले चाहिँ आत्मसमर्पण नगर भने हो के मैले। रवि थुनिँदा रासपा सकिँदैन, नयाँ रवि जन्मिसकेका छन्, धेरै रवि आउनेवाला छन्, रविको वर्चस्व कायम हुनेवाला छ। जुन रासपालाई रवि लगायतका अरू धेरै रवि जन्मिएका कारणले उनको प्रगति छ, प्लस छ र राम्रो छ। त्यस कारणले रवि त्यहाँ बसे भनेर आत्तिनु परेन, मिसन नछोड भने हो कि मैले। अहिले रासपाले विदेश यात्राको बेला मेरो बिदा मेरो लागि होइन देशको लागि बिदा देऊ भन्ने एउटा जुन नारा लगाएको छ, त्यो नाराले 84 लाई टार्गेट गरेको छ कि अर्थात् अहिलेको सामाजिक सञ्जालको लहरलाई केही हदसम्म माथि लैजानको लागि मात्र टार्गेट हो? मैले बुझ्दाखेरि के हो भने जो नागरिकले छ नि अहिले तपाईँ एकदम स्वतन्त्र भएर रविमय बन्नु नि परेन, रासपामय बन्नु पनि परेन, विकृति विसङ्गतिको विरुद्ध लाग्ने हो भने जाने कहाँ? मैले तपाईँसँगै सोधेँ कि विकृति विसङ्गतिको विरुद्ध जानु छ। अहिले काङ्ग्रेस एमाले गरेको जो भागभण्डाको राजनीतिले देश बर्बाद भयो, अब जाने कहाँ? विकल्प रासपा। त्यस कारणले यदि रासपालाई नै तपाईँ रोज्नुहुन्छ भने तपाईँको बिदा जोगाउनुहोस्, देशमा भोट हाल्न आउनुहोस् भने हो नि त। तर रासपा बाहेक अरू सानो पार्टी पनि छ, हिजो काङ्ग्रेस एमालेसँगै सहकार्य गरेको अरू पार्टी पनि छ, माओवादीसँग सहकार्य गरेको। रासपाको सट्टा रवि नछुटेको खण्डमा अरू व्यक्ति त हुनुहुन्छ जो सिके राउत आफै पनि त तराईलाई छुट्टै आफ्नो देश बनाउनु पर्छ भनेर हिँडेको व्यक्ति, उहाँलाई समर्थन गर्न सकिन्न? एउटा कुरो के हो भने सिके राउत छुट्टै देश बनाउन हिँड्नु भएको भनेर जुन प्रसङ्ग निक्ल्यो नि, हिजो सिके राउतले मधेस छुट्टै देश हो भनेर चाहिँ जुन खालको चाहिँ अभिव्यक्ति दिँदाखेरि उहाँमाथि लागेका धेरै विरोधाभास तर्कहरूलाई थाती राख्दै अहिले सिके राउत नै रविको पक्षमा हुनुहुन्छ, रविको समर्थक हुनुहुन्छ। र अर्को दोस्रो चाहिँ के हो भने सिके राउत, रासपा, बालेन, हर्क, गोपी जस्तो कि कुलमान लगायतका आम स्वतन्त्रहरू एक ढिक्का भयो भने अहिलेको टार्गेट मिसन 84 सफल हुन्छ। अहिले काङ्ग्रेसभित्रको एउटा विद्रोह देखिरहेको छ, विद्रोह पनि आफूले सिट पाउनुजेल त्यो विद्रोह त्यो व्यथित नदेख्ने, तर लड्न बित्तिकै कुर्सीबाट लड्न बित्तिकै चाहिँ त्यो विद्रोहको आवाज देखिएको छ। त्यो आवाज साँच्चीकै कुर्सीको लागि हो कि मिसन 84 को लागि हो कि साँच्चीकै देशको माया गरेका अर्थात् रासपाका समर्थकको लागि हो? एउटा कुरो चाहिँ के हो भने अधिकांश चाहिँ अहिले रासपालाई प्रतिशोध साध्यो, रासपाका सभापति रवि लामिछानेलाई चाहिँ प्रतिशोधको कारणले यो अवस्था बनाइयो भनेर काङ्ग्रेसमा बोलिन्छ नि जो पात्रहरूले, उनीहरू चाहिँ साँच्चै देशको मायाको लागि हो। हामी झुक्केका थियौँ। त्यसो भए आजको भन्दा 1 महिना अगाडि कुर्सीमा बस्दा त्यो व्यक्तिले आवाज केही पनि देखेन, अन्ध थियो, अन्धकार थियो, तर कुर्सीबाट लड्नु बित्तिकै बोलेको आवाज र झस्केको त्यो दिमाग चाहिँ हामीले मानिदिनु पर्ने होइन। त्यसो पनि होइन, सबै काङ्ग्रेस हुँदा बदमास मात्रै छन् पनि भन्नु भएन र काङ्ग्रेस जति जम्मै पनि बदमास छन् भनेर भन्न पनि पाइएन। एउटा भने अर्को चाहिँ आम नागरिकलाई समेटेर आम नागरिकलाई चाहिँ नि नागरिकको प्रतिनिधित्व गर्दै जो दलगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि लाग्नेहरूलाई काङ्ग्रेस होस्, एमाले होस्, माओवादी होस्, उनीहरूलाई हामीले सम्मान गर्नै पर्छ। त्यसभित्र अहिले सत्ताबाट बाहिरिएपछि
बोल्ने पात्रहरू र सत्तामा हुँदाखेरि नै पनि खबरदार भन्दै बोल्ने पात्रहरू र धेरै यसरी छ नि प्रतिशोध पनि हद हुन्छ, यसरी नदपेट रवि लामिछानेलाई, यसरी नदपेट रासपालाई भनेर बोल्दै गर्ने काङ्ग्रेसहरूलाई उनीहरूको आँखा अहिले खुले भन्ने होइन। उनीहरूले पटक पटक विद्रोह गर्दा पनि सफल हुन सकेका छैनन्, थिएनन् र अब उनीहरू बाध्य भएर बोलेका हुन्। भनेपछि काङ्ग्रेसभित्र, एमालेभित्र अर्थात् पुराना दलभित्र उकुसमुकुस भएको आगोको टुक्राहरू अहिले बोल्न थालेका हुन्। एकदमै। अब त्यो आगोको झिल्काले कतिको सहर जलाउन? एउटा कुरो चाहिँ के हो भने हामीले बुझ्नु पर्ने कुरा र हामीले आम नागरिकसम्म पुर्याउनु पर्ने कुरा चाहिँ हामी दिनभरि नेतालाई गाली गरौँ, बेलुका सँगै बसौँ होइन कि सदाबार गाली गरौँ, परिवर्तनको लागि चाहिँ सम्भाग खोजौँ। तयार त गर्नु पर्यो नि। हाम्रो अहिलेको फरक मत त्यसका लागि हो, परिवर्तनका लागि हो। हाम्रो फरक मत त्यसका लागि हो, विकृति विसङ्गतिको अन्त्यको लागि हो। त्यसकारणले आम नागरिकलाई सचेत बनाउनलाई, आम नागरिकलाई जागरुक बनाउनको लागि र आम नागरिकसँग सत्य तथ्य पुग्नको लागि चाहिँ हामीले कम्तीमा पनि एउटा काम गर्नुपर्छ, सकेसम्म आम नागरिकलाई चाहिँ न्याय दिने काम गर्नुपर्छ। त्यसको लागि भने वैकल्पिक शक्ति नै हो भनेर बुझाउनुपर्छ। अब जिउँदो भगवानको लागि मन्दिर अदालत हो। हजुर हजुर। अब मरिसकेपछि भनेको एउटा आस्था मात्रै रहन्छ। अदालतबाट जुन खालको अपेक्षा गरेको थियो, सम्भवतः तपाईँ त्यो राति त्यो वरिपरि हुनुहुन्थ्यो होला, अदालत वरिपरि ठुलो अपेक्षा लिएर, त्यो खालको आशीर्वाद आएन। मैले त्यो दिन दिउँसो मलाई लाग्छ 4 साढे 4 बजी थियो होला, मैले साथीहरूलाई के भनेको थिएँ भने यदि दबाब र प्रभावमा परेन भने न्यायालय रवि लामिछाने बेलुका छुट्नुहुन्छ, अन्यथा पूर्वपक्ष सदर हुन्छ बोलेको थिएँ यही ठाउँबाट। भनेपछि त्यो एउटा मुखबाट निक्लेको बाणी कहिलेकाहीँ ठ्याक्कै मिल्छ, संयोग मान्न सकिन्छ कि साँच्चीकै तपाईँले भन्नुभएको जस्तै दबाबमा परेको? मैले दुईटा कुरा हेरेको छु। एउटा रवि लामिछाने माथि अहिले गरिएको नितान्त मुद्दालाई नजिकबाट निहालेको छु। नजिकबाट निहाल्दाखेरि मैले अहिले प्रस्तुत गरेको बोली र त्यहाँ हुन सक्ने सम्भावित कुरा एउटै थियो। त्यही कुरा मैले मिडिया मार्फत बोलेँ। जो मैले तीनवटा अदालतबाट ढलौटीमा छुट्ने बेलामा के भनेको थिएँ भने उता फैसला कार्यान्वयन हुँदैछ, फैसला चाहिँ नि सार्वजनिक हुँदैछ, म यहाँ अहिले अग्रिम बोलेको कुरो त्यही कार्यान्वयन भएको भने त्यो सर्वोच्चको कुरो नि त म त्यो बोल्न सक्थेँ होला नि त, होइन छुट छ नै भनेर बोल्न सक्थेँ होला नि त। तर म के थिएँ भन्दा त्यहाँ शङ्काको घेराभित्र मै थिएँ। त्यसो भए त्यो शङ्काको घेरामा राखिने हो भने राजसभाले अहिले जुन खालको क्युआर चलाइरहेको छ, त्यो क्युआरको अर्थ के छ थाहा छैन, तर क्युआरबाट यदि भोलि पैसा सङ्कलन भएको खण्डमा सहकारी पीडितको पैसा फिर्ता गर्ने गरी रकम त आउँछ होला, राजसभाले त्यो रकम फिर्ता सहकारीलाई गर्ला कि अर्थात् मिसन 84 को लागि खाजाको जो गरिरहेका छन्। मैले चाहिँ एउटा कुरो के भन्छु भने रासपाले पैसै सङ्कलन गरेर, रासपाले पैसै सङ्कलन गराएर जनताको पैसा ठगेर फेरि आफ्नो जीविकोपार्जन गर्न पछि लाग्नुपर्छ जस्तो मलाई लाग्दैन। किनभने एक त पढे लेखेका र अर्को चाहिँ कोही डक्टर, कोही इन्जिनियर, कोही पाइलट, यी लेभलका मान्छेहरूलाई अहिले पनि हामीले यिनीहरूले चाहिँ नि नागरिक ठगेर खान्छन्, हिजोका जस्तै भ्रष्टाचारीहरूको पछि लाग्छन् र त्यही दलदलमा फस्छन् भनेर हामीले विश्वास गर्नु हुँदैन। परिवर्तन सम्भव छ, यिनीहरूले परिवर्तनबाट सबै कुरा परिवर्तन गरेका हुन्छन् कि विधिको शासन ल्याउनको लागि वैकल्पिक शक्ति अहिले देखिँदा यही मात्रै। भनेपछि तपाईँको बुझाइअनुसार राजसभालाई कुनै पनि शङ्का गर्ने बाटै छैन त? राजसभाले चाहिँ बिगार गर्दैनन् होला भनेर त्यति धेरै आत्मविश्वास गर्नुपर्ने आधार छ? यस्तोहरू आधार छ। एउटा कुरो के हो भने राजसभा सत्तामा नगएको भए, राजसभाको सभापति गृहमन्त्री नभएको भए यी आम भ्रष्टाचारको विषयमा र यी आम प्रतिनिधिहरूको विषयमा र जसले जहाँ लुटिएको कुरा र यो 25वटा फाइल खोल्ने कुरा कसैले पनि थाहा पाउँदैन थियो, तपाईँ हामीले पनि थाहा पाउन सक्दैन थियो। कसरी थाहा पायौँ त भन्दा रवि त्यहाँ पुगेर काङ्ग्रेस एमाले माओवादीका सम्झौतामा चाहिँ हस्ताक्षर नगरेर फाइल खोलिदिएको कारणले थाहा पाएको हो नि त। भनेपछि अहिले जनतालाई दिएको मसला सबै उपज भनेको रवि लामिछानेको पार्टी सरकारमा जानु हो, नत्र कसरी भयो? हामीले त थाहा पाउँदैन थियौँ।
42-45 मा निर्णय गरेर 46-47 मा चाहिँ नि लुटेर खाइएको जग्गा चाहिँ नि बालेनले आफ्नो पूर्जा बनाएर चाहिँ कब्जा घेर्ने काम कसले गराइदियो? संसदमा कसले उठाइदिएको थियो त्यो चिज? त्यो त कम्तीमा रवि पुग्नु पर्यो नि हामीले थाहा पाउनको लागि त। आम नागरिकले भन्नुहोस् न, हामीले त अझ प्रयास गर्थ्यौँ होला, कति कुरा हामीले थाहा पाएर पनि थाहा नपाए जसरी बस्नु परेको छ होला, तर सम्पूर्ण नागरिक कहाँ पुग्दाखेरि र स्वतन्त्र नागरिकले बुझ्न पाउने गरी भाषामा बोल्नलाई चाहिँ कसले देखाइदियो त ती बाटाहरू भन्दा जतिखेर रवि सत्तामा पुग्यो त्यतिखेर फाइल खोल्न सुरु भयो। तर रवि लामिछानेले सरकारमा जब सहमति जनाए त्यसपछिबाटै बजारमा पैसाको अभाव भयो, सहकारी डुब्न सुरु गर्यो। हजुर हजुर, त्यो पनि त आरोप लागेको छ। त्यसको चाहिँ उपज त्यसको श्रेय जान्छ। त्यसको विषयमा चाहिँ के हो भने देशभरि 40वटा मात्रै सहकारी हुन् देशभरि। एउटा 87 अर्ब रवि एक्लैले खाएका हुन्। 87 अर्ब डुबाउने क्रममा काङ्ग्रेस एमाले र माओवादीका कति नेता सांसदहरू छन् त्यहाँ, र तिनीहरूलाई किन कारबाही हुँदैन भने जुन जुन पाटाहरू, जुन जुन चिजहरू, जे कुराहरू बजारमा आएका छन् ती कुराहरू अहिले पनि रवि लामिछानेलाई पात्र मुखडा बनाइएको मात्र हो। सहकारी ठग्ने भनेका अहिले पनि काङ्ग्रेस एमाले। अब हामी तपाईँ विशेष गरी युवा पुस्ता खोज्छौँ, युवा पुस्तालाई रोजी पनि रहेका छौँ। हेर्ने हो भने गणतन्त्र लोकतन्त्रको सुन्दर फुल भनेर चिनेका अर्क बालेनहरू एक हुन सकेको छैन। हिजो राजसपाले पनि त बालेनलाई साथ दिन सकेन। अब यो